कसैले यार भाइलाई बोक्नु पर्ने हो नि त म बोक्छु कहाँसम्म बोक्नु आउनु म बोक्छु गाडीमा आएको रहेछ बुनु गएको लाने Hey guys, it's me Rosna. Welcome back to my YouTube channel. तपाईहरु सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौं आज हामी जाँदैछौं घुम्न ट्याक्का लाएर हामी कहाँ जाँदैछौं भन त हामी माथि लेकतिर गएको हैन यस्तो लेकको चिसो खानु हैन के कसो हो हजुर हो ट्याक्का लाएर हैन ट्याक्का लाएर जाँदैछौं जंगल बाटो यस्तो छ त्यहाँ पाण्डेको बन्थे छ गलियो हामी चाहिँ रोडमा पुग्यो गइछु हिँडिरहेको ट्याक्का लगाएर रोडतिर तारा झार्दै भन्दा नि झार्दिन्छ होला कस्तो यहाँदेखि अझै टाढो छ हामी जाने ठाउँ तर पनि हामी हिँडेरै जाने निदो गर्दैछौँ अनि आज हामी हिँडेरै जानेछौँ के भन्छ ओइ आइला भोजपुर अगाडि आउँछ कि त्यो होमस्टे पो त्यो आइला भोजपुर अगाडि आउँछ कि होमस्टे पो के हो के चाहिँ त्यो नाम उता नि हामी जाँदा बुझेनौ तिमीले हङको अगाडि आउँछ कि त्यो आउँछ नि अगाडि लभ भनेको लेखेको ए लभ वाला ए उयो भोजपुर त्यो माइ गॉड भन्दा टाढो छ हामी जाने ठाउँ त गर्मी चाहिँ लास्टै गर्मी छ यहाँ हिँडेर पनि होला कि नत्र मौसमले त मजाले साथ दिएको छ पानी पनि परेको छैन घाम पनि लागेको छैन त्यही भएर अनि ट्याक्का लगाएर हामी हिँडिरहेको छौँ हेरौँ कुन बेला पुग्छौँ होइन अब त्यस्तै हो यहाँ चाहिँ यस्तो छ एकछिन ल यस्तो खतरा छ दामी छ हेन्डसम छ यो चाहिँ खतरा चलेको ठाउँ हो क्या दिदी बगबाल यहाँ त फुटेको पो रहेछ यहाँ कसले हानेर चर्काइदिए चाहिँ होइन जाँदैथ्यौँ एक्कासी आमामा यहाँ त कम्ता खाएको रहेछ सबै मकै खाएछ है गाउँले हो सबै आमामा आन्टी माथि हुनुहुन्छ है यस्तो गरेपछि के पार गरे के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम ल हम त उतादेखि नि उतापट्टि हो गाडी देख्दा छिटै छिटै जस्तो लाग्छ त र फोन उठाउँदा यस्तो कम्ता दुख्दैन पुग्नु लाग्यो अब चाहिँ एउटा कुरा थाहा छ तिमीहरूलाई के हो पिरियडले कहीँ ल्याएर सोधेर पिरियडले कहीँ ल्याएर सोधेर कुरा हामी चाहिँ के कुरा भनेर सुनिरहेको थियौँ तर भरे त यस्तो नराम्रो जोक रहेछ अब पुग्नु लाग्यौँ हामी चाहिँ पुगेको तर यहाँ त हेर्नु यस्तो पो रहेछ सब अन्त के साग पनि भन्दै थियो जस्तो लानु हङको रिसोर्ट अब हामी चाहिँ यो कालो हिँड्नु पर्ने हुन्छ यो कालो यहाँ नपछि जाने झन्डै सर्केर मरेन कृपया जस्ता भावी फोहोर नखानिदिनु होला धन्यवाद हामी पाक्ने छैनौँ हामी चाहिँ आज यो ठाउँ जाँदैछौँ मुन्दुम पदमार्ग यसो घुम्नु होइन मुन्दुम गएकै हामी आज घुम्न मन लाग्छ यो चाहिँ खासमा के हो क्या बुनुहरू कहाँ पढ्छौ ए भाइलाई बोक्नु पर्ने हो नि त म बोक्छु कहाँसम्म बोक्नु आउनु म बोक्छु दिदीले बोक्नु सक्नुहुन्न नि त आउनु भएको आउनु दिदी बता ल जाउँ पछाडि बोक न अप्ठ्यारो हुन्छ मान्दैन त्यहाँ युनाइटेड पढ्छ हो गाडीमा आएको रहेछ बुनु गएको लाने जाँदैछौँ उकालो 1:30 भइसक्यो कति बेला पुगेर फर्किने हो थाहा छैन तिम्रो उनी चाहिँ एकदम समस्या
छेउ जानुपर्ने रहेछ अनि यहाँसम्म चाहिँ बोकेर निकाल्दिएँ बिचरा सानो थियो नि त बहिनी पनि अनि त्यही भएर हामी जान्छौँ अब पानी पनि परिरहेको छ सिमसिम यो के किरा हो चिप्ले किरा छोइदेऊ त छुइदेऊ न औषधि हुन्छ होइन अनि त लेखको पो हुन्छ त यो धेरै लेखको पो हुन्छ साह्रै ठुलो रहेछ यो चाहिँ खाऊ है एकैचोटि निको हुन्छ ढाड दुखेको के दुखेको आधी आधी टुक्रा टुक्रा पार्के हम खाऊंगी हाँ अरे धेरै न राई भाषा फेरि मलाई चाहिँ टोकमै चाहिने अवस्था भयो यहाँदेखि कति लाग्छ चाहिँ पुग्नु लाग्यो म त उतै तल कस्तो सोचेको मैले अघि उता माथि भन्यो नि तिमीले मैले त्यही हेर्नु त हेरिरहेको थिएँ नि त धन्न यो टोकमा पनि तल बाटोमा दिले भेटेर हामी जाँदैछौँ उकालो हिँड्नु नसकेर आज चाहिँ टक्क लगाएर मौसमले साथ पनि दिइरहेको छ यहाँनिर चाहिँ गुराँस रोप्नु भएको रहेछ यो साइडमा सब यो साइड र यो साइडमा सबमा गुराँस रोप्नु भएको रहेछ म चाहिँ लास्टै गलेँ हो फिलावर दुखेर पुङ्खी दुखेर तर आज दिनले मौसमले चाहिँ लास्टै साथ दिएको छ किनकि पानी पनि परेको छैन त्यति साह्रो घाम पनि लागेको छैन धुसी चाहिँ लागिरहेछ यहाँ त कुकुरहरू रहेछ हो मलाई त डर लाग्यो सबैभन्दा अगाडि म जाँदै थिएँ नि त हो हे बेबी ओइ कुकुर आयो कस्तो क्युट क्युट कुकुरहरू भुकिरहेको छ तल दिदीहरू आउनु हुँदैछ नि त म अलिक अगाडि आएको त्यही भएर अनि हामी चाहिँ पुग्न लाग्यौँ यहाँ दुईवटा कुकुर रहेछ हो हेच कहाँको त हामीलाई ठ्याक्कै थाहा भएन तर कस्तो क्युट क्युट क्या यो तेरो चाहिँ के बनाउनु लाग्नु भयो हामी चाहिँ पुग्नु लाग्यौँ पानी रहेछ कस्तो ओ यहाँ के रोप्नु भएको यस्तो कफी हो कफी हो कि चिया चिया त होइन होला यो ट्याक्क लगाएर यो के को बिरुवा हो त चाहिँ थाहा भएन मलाई चाहिँ थाहा भएन उही होइन होला बेबी हेरिरहेको छ क्युट क्युट कुकुरहरूले होइन बल्ल पुग्यो गाइस हामी चाहिँ अन्त क्या सुकुन मिल्यो मलाई यस्तो रहेछ होइन दुसी लागेर हो केही देखिँदैन पो रहेछ यस्तो छ नत्र त क्युट ठाउँ रहेछ तर यो हल्का घाम लागेको भए चाहिँ राम्रो देखिने रहेछ अझ दुसी लागेर पनि अलिक कस्तो देखिरहेछ यो चाहिँ के रहेछ यो छ यतादेखि उता नि गाउँ छ कि के हो बाटो रहेछ है बसेँ म चाहिँ दिदीहरू तल आउँछ हौ तल तर दुसीले हो अलिक नराम्रो देखिँदैछ तै पनि केही छैन अब म चाहिँ बसेँ म चाहिँ गलेँ होइन बस्नु पर्यो बसेँ उतैबाटको रुख चाहिँ के लेख्नु कस्तो सुकुन यार यहाँ चाहिँ बस्ने ठाउँ रहेछ अनि हामी चाहिँ अब चल्दैछ ब्याग ओइ ब्याग छोरीहरू हिँड्दैछ अहिले चाहिँ कस्तो खुल्ला भयो अघि चाहिँ रुसी थियो खानेकुराले ओइ भोक लाग्दैछ मलाई त यार टक्क लगाएर यहाँ चाहिँ ठाउँ एकदम राम्रो रहेछ है ओइ माथि नै रहेछ नि ओइ माथि हेर न चाहिँ यस्तो रहेछ धारा पनि थिएछ हो यहाँ हेर न ओइ फुल उति चाहिँ कति क्युट रहेछ यो तर मैले फुललाई टिप्न चाहिनँ म त यतै बस्दिन्छु होला मलाई यो ठाउँको बुहारी बनाउन कसैले यार तर भनिदिएको मात्र हो ल मेरो त बिहा छ नि भनेर भन्नु नि कसरी अहिले काम चाहिँ गर्नु सकिँदैन न त ठाउँ त कस्तो राम्रो कृपया जथाभावी फोहोर नफ्याँक्नु होला यहाँ चाहिँ के छ
ए यहाँ चाहिँ बोर्ड यस्तो रहेछ यस्तो ठाउँ रहेछ कस्तो भोक लाग्छ मलाई त यस्तो क्युट रहेछ हो नास्पाती मिसाउँथ्यो मैले चाहिँ हो अझ खाना अलिकति मात्रै खाएको भोक लाग्दैछ पुरा ए यस्तो रहेछ नि त हेर्नुहोस् त यहाँ चिन्डो आकारको है यहाँबाट रहेछ नाच्ने ओइ साकेला ऊ त्यहाँनिर चिन्डो आकारको हेर्नु आम्मा कस्तो खतरा हेर ओइ चिन्डो आकारको वाबुक एकछिनमा फर्किँदा खिच्दा नि हुन्छ कि यहाँ त नास्पाती पनि रहेछ ओ मलाई त भोक लाग्दैछ ए यहाँ त यस्तो पो रहेछ ए यस्तो रहेछ नि त यहाँनिर चाहिँ साकेर नाच्नु होला सायद यो कसको नास्पाती हो म त नास्पाती भन्दा नि यो बेल हो कि मेल हो बेल मेल क्या म यसरी लडेँ होइन गाइस भन्दै फेरि भिडियो म त टिपी दे ल कस्तो कस्तो रसिलो यार एकछिन न आऊ न यहाँ हेर यहाँनिर फर्किँदा हेर्नु नि त्यहाँ चाउर छैन हौ एउटा खनेको छ यता न नास्पाती खालको त मेल कि बेल हुन्छ नि मेल त्यो चाहिँ भनेर आदिप राखो तर हुने रहेछ खाने मेल त होइन नास्पाती पो रहेछ म यसरी लडेँ होइन गाइस हुन्छ त फेरि यहाँ त लड्यो भने त पुरा म यस्तो बाटोमा छु है बाटो त के भन यो अहिले खोनेर झारेको माटो हो न यहाँमा कस्तो रसिलो है आउन यहाँ हेर्नु यहाँ चाहिँ के हो यो कस्तो क्युटा ओए आउनु यहाँ माथि चाहिँ एउटा घर छ के हो घर रहेछ हेर न उ त्यहाँ यहाँ माथिको घरको कुकुरहरूलाई सायद यहाँ माथि नि चाहिँ टकमा चाहिँ यहाँ छ तोकमा उता माथि नि माथि चाहिँ नजानु न उ त्यहाँ हेर न उ त्यहाँ ठ्याक्कै पुग्दो रहेछ नि है बाइकमा नि यहाँनिर पुग्दो रहेछ ठ्याक्कै तर त बाटो थाहा भएन यहाँनिर पनि पुग्दो रहेछ कस्तो धुसिरहेको अलिक होइन धुसी एकैछिनमा आउँदो रहेछ एकैछिनमा खुल्दो रहेछ माथि नजाउँ हौ आउनु केही त छैन ल अब फर्केको हामी अन्त एकदमै राम्रो ठाउँ रहेछ पुरा भाइरल फुल्दा नि रहेछ त यता चिन्डे यो चाहिँ बर्खाले बनाउनु त्यसो गरेर चिन्डै जस्तो लाग्यो चिन्डै होला सायद चिन्डै होइन त्यो भोक सकिने यिनले मलाई नि लास्टै भोक लाग्दैछ त खोइ खाएकै अब हामीले खाएको सुकुन तालिकाको ठाउँ हो घाम पनि आउँदैछ है अलिअलि खाने जन्म खाएको के थियो खाने जन्मको खाएको चिज बन लगाऊ न हामी चाहिँ यो ठाउँलाई अब छोडेर जाँदैछौँ अब हामी फर्किने तर यो फुललाई के गर्ने यो फुल के गर्नु है यो फुल यहाँ राखिदिनु पर्यो ल मैले राखिदिएँ ल फुल
यहाँ चाहिँ मेरो टोकमा छ, यो टोकमा त बोक्नु पर्यो ओह्रालोमै भयो भने होइन। केही त बिर्सेन होला नि, बबरे केही बिर्स्यो भने त गएकै यति टाढोदेखि आमामा कहाँ नि अनि सकिन्छ त सकिँदैन नि होइन। तर कस्तो सुकुनवाला ठाउँ क्या, एकदमै मन पऱ्यो मलाई त यो ठाउँ त। अनि कस्तो फेरि कस्तो शीतल होइन, वाउ लाग्यो यो ठाउँ चाहिँ। यहाँ चाहिँ साकेला पनि नाच्नु त्यसो रहेछ क्या, साकेला पनि हुँदो रहेछ यहाँ। अनि कस्तो राम्रो ठाउँ क्या, पुरा हरियो। अझ त लास्टै रमाइलो भन्दा कस्तो राम्रो ठाउँ क्या, एकदम मन पऱ्यो मलाई चाहिँ होइन। अनि अब चाहिँ म लागेँ, किनकि अघि चाहिँ आउँदा म अगाडि नै थिएँ, अब झर्दा पनि म अगाडि नै झर्ने हो होइन। अनि झर्दा पनि पुरा टोकमासँग झर्दैछु म चाहिँ। यहाँ चाहिँ के रोक्नु भएको क्या, त्यो चाहिँ मलाई केही थाहा नै भएन। जानु मन छ भाइ, टक्सर जानु मन छ। कस्तो झरेको गर्दैछु लाजे बेला, कस्तो क्या अरू बेला घुमेको ठाउँ भन्दा यहाँ चाहिँ खतरा लाग्यो मलाई चाहिँ, सुकुनवाला फिल भइदिएर। अनि ओइ मोनिका टक्सर एक दिन जानुपर्छ है, लैजाऊ मलाई टक्सर, म त टक्सरै गएको छुइनँ यार। लगाइसकेको घर पुरा लाउने नि कहाँसँग एकचोटि लाउने हात चाहिँ कस्तो धेरै यहाँ चाहिँ पुरा हाम्रो चाहिँ के पो छ, के भन्छ च्यालेन्ज। यहाँ 3 जनाको च्यालेन्ज छ होइन। यहाँ चाहिँ हाम्रो के च्यालेन्ज छ भने हामीले आज 3टा टिकटक बनाएको थियौँ 3 जना मिलेर। अनि त्यो टिकटकलाई चाहिँ होइन 3 जनाले पोस्ट गर्नुपर्ने हुन्छ। अनि 3 जनाले पोस्ट गरेपछि त्यहाँनिर कसको लाइक कमेन्ट बढी आउँछ भनेको हो होइन हाम्रो चाहिँ। अनि तर कस्तो सुकुनवाला फिल यार। अनि कस्तो के तलदेखि हेर्दा त अब हुन्छ नि कहिले नगएको ठाउँ अलिक टाढो नै हुँदा सोचिरहेको थियौँ, तर त्यो सोचे जतिको टाढो नै रहेछ। झर्दा त कति छिटो झरेको क्या, फेरि आमामा पुग्नु लाग्यो उधर रोड कति छिटो यहाँ। तर त्यो अघि हामी कहिले नगएको भएर पनि हो क्या। अनि सोचे जतिको टाढो नि रहेनछ, सोचे भन्दा बब्बाल रमाइलो क्या। अन्त हो कस्तो खुसी भइदिएर म त आज। हामी चाहिँ अब रोड झर्नु लागेको, तल झर्दा त कस्तो गर्मी भइदिएर, तल झर्दा त कस्तो गर्मी। बेसीमा यस्तै हो हुन त है, गरौँले त लेख बेसी छुटाउँछ भन्छन् पुर्खाहरू। आजको टुर कस्तो भयो, टुरे भन्ने होइन एकदम यस्तो भयो आज त सोचे भन्दा धेरै रमाइलो, कस्तो खतरा भयो, सुकुन भइदिरहेको थियो। किरिङ यो टोकमा यतै राख्ने आउनुपर्छ, यहीँ भेटेको नि त, त्यही त यहीँ भेटेको थियो नि त, यहीँ राखिदिउँ है। टोकमा चाहिँ यहाँ राखिदिनु पर्यो होस् न। यहाँ टोकमा छ ल, अब हामीले अघि उठाउनु चाहिँ यहाँदेखि उठाएको थियौँ हो। यहाँनिर छ टक्क लगाएर रोस्नाले तपाईँको। ओ यहाँ पनि थिएछ त है, उ त्यहाँ टोकमा उ त्यहाँ। अनि ठक्क लगाएर हामी फर्क्यौँ। हामीले टोकमा पनि जस्तोको तस्तै ल्याइदिएको छौँ तपाईँहरूलाई भनेर। तपाईँहरू नि आउनु सक्नुहुन्छ, यो ठाउँ घुम्न सक्नुहुन्छ। अनि यहाँ पनि हेर्नुहोस् झन् कस्तो, यो त क्युट भइहाल्यो नि होइन यो ठाउँ। अब हामी रोडमा झर्यौँला वालामा छौँ अनि चटपटी आइसक्यो। हे गाइज व्हाट्स अप, खाँदैछ नि, खाऊ म नि खान्छु अब। यहाँ मेरो दिनै चटपटी खानु। मिठो भयो हामीलाई, मेरो पुरा चक्का भातै खाएको छैन यार म। यसरी त गएको थिएँ मरिँदैन जङ्क फुड नखाने मान्छेलाई यो कुरा नै हाँस उठ्छ। अर्कोलाई म त खान्छु नि फेरि हेर्नेर कस्तो सबै चिज छोड्नु सक्छु, तर एउटा जङ्क फुड छोड्नु हुँदैन। भात खाउँ भनेर खाने नि दुख्दैन तिम्रो पैसा। नै सक्यो ल, खानु लाग्छ ल। हामी चाहिँ चटपटै पानीपुरी खाएर हिँड्दैछौँ अब हाम्रो घरतर्फ। कस्तो जाडो, मलाई त जाडो हुँदैछ र
अन्त घुमियो धरौँ म त यस्तो के भन्छ पङ्खी नै सब दुखिरहेछ जाडो भयो अछु कस्तो जाडो भयो मलाई चाहिँ फेरि मलाई यति जाडो पनि ठिक लाग्दैन यति गर्मी पनि ठिक लाग्दैन के भएको यो के भएको फर्केर पुग्नु पनि लाग्यो होइन मेरो चाहिँ भर पङ्खी दुख्दैछ मलाई रुन मात्र मन लाग्दैछ यहाँ फेरि यिनीहरू किने कोही नै छ अनि आजलाई यति नै होइन यस्तो राम्रो राम्रो ठाउँ घुमियो आजलाई यति नै कस्तो लाग्छ तपाईँहरूलाई प्रतिक्रिया दिनु होला आजलाई यति नै बाई बाई